आज नेपालले जुन जापानलाई हरायो होइन, त कतिले भन्छ कि होइन यो वान अफ द गेम अफ वान अफ द गेम अफ अब नेपाल हो कि जापानको हो भन्ने कुरा पनि आउँछ। नेपालले यो पालि नराम्रो खेल्दा खेलेर नै जापानलाई डिफिट गरेछ होइन। जापान गिभ देयर बेस्ट। म जापान क्रिकेटलाई रेस्पेक्ट गर्न चाहन्छु है एट द मोमेन्ट, किनभने उनीहरूले जस्तो ब्याटिङ गरेछ, उनीहरूले कोलाई हरायो, जस्तै जापान क्रिकेटले नेपालको अगेन्स्टमा खेल्यो, जस्तै फर्स्ट 10 ओभर जस्तो ब्याटिङ गर्यो होइन। वी हेभ टु एप्रिसिएट देम, मेबी दे क्वालिफाई। तर त्यस बिचमा होइन नेपालले आफ्नो स्ट्यान्डर्ड देखायो। वाइ नेपाल इज अ सुपेरियर टिम भनेर त्यहाँ जापानको अगेन्स्टमा देखाउन सक्यो। र नेपालले कम्प्लिट डोमिनेसन गरे आफ्टर 10 ओभर्स होइन, विथ द गुल्सन्जा, सम्पाल कामी, विथ द ब्याटिङ भुर्तेल, आसिफ शेख। बिचमा हाम्रो लखडाइ भयो होइन, तर हामीले पहिल्यै गेम जितिसकेको थियो क्या। लाइक विदिन 10 ओभर हामीले गेम जितिसकेको थियो। हामीले त कन्फर्मेसन लिन बाँकी थियो होइन। त्यो बिचमा हामीले गेम जितिसकेको थियो। त्यही भएर मलाई चाहिँ के लाग्छ भन्दाखेरि जापान इज अल्सो स्ट्रङ टिम। जापान चाहिँ लाइक स्लोली हुन्छ नि, फ्युचरमा चाहिँ नेपाल जस्तै टिम बन्न खोज्छ। एसोसिएट नेसनमा नेपाल जस्तो टिम बन्न खोज्छ। तर द डिफरेन्स इज जापानले चाहिँ अब हुन्छ नि इन्डियाबाट प्लेयर ल्याउँछ, पाकिस्तानबाट प्लेयर ल्याउँछ। जब उनीहरूको त्यो फुल क्लोजअप हुन्छ नि होइन, दे डोन्ट ह्याभ टु ब्याक इट अप। नेपालले जहिले पनि आफ्नै होम ग्राउन्ड प्लेयर ल्याउँछ, त्यही भएर हाम्रो मतलबै छैन होइन। त्यो त्यसरी नै त्यो भएर नेपाल अगाडि बढ्दै जान्छ। तर आजको स्थितिमा अब भनौँ न उनीहरू जोसुकै प्लेयर लाओस् होइन, अब आइसिसीले एलाउ गरेछ त, युएले ल्याएछ, ओमानले ल्याएछ होइन, कतारले ल्याएछ। अब आजको स्थितिमा चाहिँ ल्याउँदाखेरि चाहिँ मलाई अब यो वर्ल्ड कपमा चाहिँ अब युए र नेपाल स्योर जान्छ। थर्ड टिममा चाहिँ कि जस्तै अस्ट्रेलिया समूहले होइन, समूह नि सुपर सिक्समा छ। आई स्टिल डोन्ट बिलिभ लाइक समूहले अझै पनि गर्न सक्दैन होला सायद होइन। जापानले पनि गर्न त सक्ला, तर इट्स टु हार्ड होइन। राउन्डको आधारमा आउँछ, टु हार्ड होइन। युए नेपाल हुन्छ, अनि जापान र कतार, बेस्टमा एनआर, यिनीहरूको चाहिँ एनआर कम्पिटिसन हुन्छ। म चाहिँ नेपाललाई एनआर कम्पिटिसन जान चाहन्न। मेन गेम भनेको त अब अफकोर्स युए भर्सेस नेपाल हुन्छ, विच इज गन बी अन सन्डे होइन। त्यसमा गेम हुन्छ। अब हेरौँ के हुन्छ। नेपालले जित्छ, नेपाल युए कतार।